महानुभावहरू हेर्नुहोस् त, मेरो हातमा एउटा खाली कागज छ। यसमा जे लेखियो त्यही नेतृत्व बन्छ। हो, राजनीति र नेतृत्व पनि यस्तै नै हो। बुतला लेख्यो भने इतिहास कहालो बन्छ, इमान लेख्यो भने सुनौलो बन्छ। अब युवा पुस्ता यसमा के लेख्न चाहन्छन् त? आउनुहोस् विचारको बाढी र तर्कको फुलसँग आजको हाम्रो शीर्षक युवा पुस्ताको चाहना, असल नेतृत्व र इमानदार राजनीतिमा प्रवेश गरौँ। धन्यवाद उद्घोषकज्यू, विराजमान सभाका श्रद्धेय सभाध्यक्ष महोदय, निष्पक्षताको प्रतिनिधि निर्णायक मण्डलज्यू, प्रेरणाको स्रोत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिगण, शिक्षकवृन्द, समय पालकज्यू तथा यस अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजित जिल्ला स्तरीय वक्तित्व कला प्रतियोगिताका सम्पूर्ण सृजनशील मुटुहरूमा म नीलकण्ठ नगरपालिकाको प्रतिनिधित्वकर्ता ईशा थापाको तर्फबाट स्वीकार्नुहोस् शास्त्रमन। आदरणीय सज्जनवृन्द तथा महिलावृन्द, को हुन् त युवा? नेपालको राष्ट्रिय युवा नीति 2072 अनुसार 16 देखि 40 वर्ष उमेर समूहलाई युवा भनिन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 45% जनसङ्ख्या युवा रहेका छन्। उच्च कदम, स्पष्ट मनोबल र तेज कदमले भरिभराउ, न थाक्ने, न डराउने, न रोकिने, अन्ततः सदाबहार प्रगतिको प्रवाह गरिरहने, सृजनात्मकता र उत्साहका धारा हुने युवा। यी युवा पुस्ता असल नेतृत्व चाहन्छन्। कस्तो असल? विचरोत्तेजक प्रश्न छ। अब उत्तर गरौँ। जनमनमा बस्ने अमर विश्वास, चरित्रको ज्योति र सेवाको धर्म भएको असल नेतृत्व, जहाँ इमान र सत्यको घाम उदाउँछ र स्वार्थको अन्धकार सदाका लागि अस्ताउँछ। ली युन क्युन र महात्मा गान्धी जस्ता दूरदर्शी नेताहरूले आफ्नो राष्ट्रलाई निरुत्साह र निराशाको गर्तबाट उठाएर विकास र गौरवको शिखरसम्म उभ्याए। यस्तै अब समयको आदिलाई अवसरको हावामा रूपान्तरण गर्दै देशलाई केवल नक्सामा होइन महोदय, इतिहासमा कोर्ने असल नेतृत्वकर्ताको अभिलाषा युवा पुस्ता राख्छन्। अब सत्ताको सौदाबाजी होइन क्या, जनआस्थाको सनातन रक्षा गर्ने, सत्यलाई बाढी, सेवालाई श्रृङ्गार र विश्वासलाई शाश्वत सम्पत्ति बनाउने इमानदार राजनीतिको ध्येय गर्छन्। जेम्स फ्रीम्यान क्लार्कले भनेका छन्, पोलिटिसियन थिङ्क्स अबाउट नेक्स्ट इलेक्सन, स्टेट्सम्यान थिङ्क्स अबाउट नेक्स्ट जेनेरेसन। अर्थात् एउटा साधारण राजनीतिज्ञहरूको पुस्ताबारे सोच्छ, तर एक असल नेतृत्वकर्ता अर्को भविष्यबारे सोच्छ। त्यसैले यही सोही अनुरूप युवा पुस्ता पनि चुनावमुखी होइन, भविष्यमुखी राजनीतिको अपेक्षा गर्छन्। करोडौँको भ्रष्टाचार, सत्ता सङ्घर्ष, अवसरवाद, नातावाद, वैदेशिक पलायन, गरिबी जस्ता पीडाबाट उन्मुक्त भएर गुणस्तरीय शिक्षा, स्वास्थ्य, नवप्रवर्तन, स्वरोजगारीको अवसर, प्रविधिक विकास, डिजिटल विकास, पारदर्शी, दूरदर्शी, स्पष्ट, खुल्ला, समावेशिता, समानता, दीर्घकालीन नीति सहितको रङ्गी बिरङ्गी बगैँचामा मन्त्रमुग्ध हुन चाहन्छन्। एसएव युवा पुस्तकस्य इच्छा, अर्थात् यही नै युवा पुस्ताको चाहना हो। सम्मानीय सभाध्यक्ष महोदय, युवा पुस्ताको जोश, जागर र इच्छा हेर्न धेरै टाढा होइन। अस्ति भर्खरैको आधुनिक ढङ्गमा फरक विचारले गरिएको जेन्जी आन्दोलनलाई हेरौँ। भ्रष्टाचारको चक्रव्यूह तोड्न र प्रतिबन्धको पर्खाल भत्काउन युवाले सडक र सामाजिक सञ्जाललाई शक्ति र सत्यको सभागृह बनाए, जसले अन्य मुलुकमा जस्तै हाम्रा पनि द्विदलीय सत्ताहरूलाई सजग नागरिकको निगाहमा पारदर्शी बन्न बाध्य बनायो। सरकारको नुनभन्दा बाहिरी मसलामा मोहित भएका केही स्वार्थीहरू एक एक गरी उजागर हुँदैछन्। नयाँ समिति मार्फत देशले काछोली फेर्दैछ, जसले नेपाललाई अब निराशाको प्रतीक होइन महोदय, नव गौरवको परिचय बनाउँदैछ। प्रतिष्ठित महानुभावहरू गाउँघरमा भन्ने गरिन्छ नि, देशको शक्ति न त हुन्छ तोपमा न त धनमा, यो त केवल युवाको मनमा। तर विडम्बना, मेरो राष्ट्र नेपालमा नेपाल आर्थिक मञ्च 2072 अनुसार केवल 5% मात्र युवा नेतृत्व रहेको छ, जुन विश्वव्यापी 13.7% भन्दा निकै नै न्यून छ। ए युवा, अब पालो आएको छ, हिम्मत गर, साहस गर, उठ। जिम्मेवार र सक्रिय नेतृत्व तिमीले गर्नुपर्छ। सरकारको मुख हेरेर बस्ने जनता र जनतालाई थाङ्नामा छुटाउने सरकार अब तिरस्कार गर्नै पर्छ। रातको निशब्दतामा होस् या दिनको उज्यालोमा, आँधीमा छाता, भोकमा रोटी, निराशामा आशा बन्ने असल नेतृत्व र इमानदार राजनीति सँगसँगै मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने सोच जनतामा चाहिन्छ। जब पत्रकारिताले तथ्य उजागर गर्छन्, साहित्यकारले कलमलाई हतियार बनाउँछन्, सरकारले दूरदर्शी र दीर्घकालीन नीति लिएर आउँछ, नेतृत्वले पारदर्शी र साहसको साथ मार्गदर्शन गर्छ, राजनीतिले समानता र विकासको बाटो बनाउँछन् र
र त्यसमा आम नागरिक हातेमालो गर्दै पाइला चल्छन् तब युवा पुस्ताको चाहना वास्तविकताको गन्तव्य छिनभरमै पार गर्छ। त्यस प्रिय सङ्गीपथ मैले सुरुवातमा एउटा खाली कागज देखाएँ है, यो अन्त्यमा भन्न चाहन्छु हाम्रो राष्ट्र पनि यस्तै छ क्या, जे लेख्यो त्यही इतिहास बन्छ नि। त्यसैले आऊ गाउँ गाउँबाट उठौ, बस्ती बस्तीबाट उठौ, इतिहासको पाना पल्टौ, असल नेतृत्वको मसिले कलम चलाऊ, इमानदार राजनीति लेखेर भविष्य उज्जवल बनाऊ भन्दै र हाम्रो अस्ति जेनजी आन्दोलनमा देशको लागि देशको हितको लागि आफ्नो ज्यान अर्पण गर्नुभएको शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली र उहाँहरूको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै म हजुरहरूको बहुमूल्य समयको कदर गर्दै हजुरहरूमा आज बिदा हुन चाहन्छु।